नमस्ते। आज हामी नेपालको शासन प्रणालीको एउटा एकदमै आधारभूत तर निकै महत्त्वपूर्ण पक्षमा गहिरिएर छलफल गर्दैछौँ। प्रधानमन्त्रीको नियुक्ति कसरी हुन्छ? यो विषयमा हामीसँग केही संवैधानिक व्यवस्था सम्बन्धी जानकारी छ। आजको हाम्रो लक्ष्य चाहिँ केवल यो प्रक्रिया बुझ्नु मात्र होइन, यो किन यस्तो बनाइयो र यसले हाम्रो राजनीतिक प्रणालीमा कस्तो असर पार्छ भन्ने कुरा पनि खोतल्नु हो। यसैले त हाम्रो सरकार कसरी बन्छ, कसरी चल्छ भन्ने जग बसाल्छ नि। ल सुरु गरौँ न त यो संवैधानिक यात्रा। निश्चय पनि प्रधानमन्त्री नियुक्ति प्रक्रिया कुनै पनि संसदीय लोकतन्त्रको मेरुदण्ड नै हो भन्दा हुन्छ। हो त? नेपालको संविधान खास गरी धारा 76ले यसको लागि निकै विस्तृत मार्गचित्र दिएको छ। यो प्रावधानले एकतिर राजनीतिक स्थिरताको अपेक्षा राखेको देखिन्छ अनि अर्कोतिर विभिन्न राजनीतिक समीकरणहरूलाई पनि सम्बोधन गर्ने प्रयास गरेको छ। यसले कसरी काम गर्छ, यसका चरणहरू के हुन् अनि ती चरणहरूको संवैधानिक तर्क के हो त्यसबारे विस्तृत कुरा गरौँ न। सुरुवात त राष्ट्रपतिबाट हुन्छ। संविधानले यो अधिकार उहाँलाई दिएको छ। हो र धारा 76 हेर्दा सबैभन्दा पहिलो र सजिलो बाटो त के देखिन्छ भने प्रतिनिधि सभामा जुन दल वा चुनाव अघिको गठबन्धनले स्पष्ट बहुमत ल्याउँछ उसैको नेता प्रधानमन्त्री बन्ने, यो त एकदमै अपेक्षित र स्थिर अवस्था भयो, होइन त? के भन्छ? राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने। यो व्यवस्थाको मूल आशय नै के हो भने जब जनताले स्पष्ट जनादेश दिन्छन् त्यसको कदर होस् अनि एउटा स्थिर सरकार बनोस् जसले प्रभावकारी रूपमा काम गर्न सकोस्। संसदीय प्रणालीमा यो सबैभन्दा सहज र आदर्श स्थिति मानिन्छ। तर नेपालको राजनीतिक विगत हेर्दा चुनावपछि कुनै एक दलले मात्र स्पष्ट बहुमत ल्याउने अवस्था त अलिक कमै देखिन्छ नि, होइन र? हो त। प्राय त गठबन्धनकै कुरा आउँछ। त्यस्तो बेला जब कसैको पनि एक्लै बहुमत हुँदैन, संविधानले के विकल्प दिएको छ त? हो, तपाईले एकदम ठिक भन्नुभयो। नेपालको बहुदलीय प्रतिस्पर्धामा यो अवस्था निकै सामान्य भइसक्यो। संविधानले यसको पूर्ण परिकल्पना गरेको छ। धारा 76 को उपधारा 2 ले यही स्थितिलाई सम्बोधन गर्छ। यदि उपधारा 1 बमोजिम कुनै दलको स्पष्ट बहुमत भएन भने राष्ट्रपतिले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने 2 वा 2 भन्दा बढी दलहरूको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्छ। ए, भनेपछि दलहरू मिलेर बहुमत पुर्याउने प्रयास गर्ने चुनावपछिको गठबन्धन। हो, ठ्याक्कै। यो भनेको चुनाव पछिको गठबन्धन सरकार बनाउने स्पष्ट संवैधानिक आधार भयो। यो त झट्ट सुन्दा राम्रो देखिन्छ। विभिन्न विचार समेटिने अवसर पनि भयो। तर व्यवहारमा गठबन्धन बनाउनु आफैमा कति चुनौतीपूर्ण हुन्छ होला है? पद र शक्तिको बाँडफाँड अनि नीतिगत भिन्नताहरू यी सबै मिलाएर बहुमत जुटाउनु त निकै जटिल प्रक्रिया होला नि? एकदमै। यो उपधाराले सहकार्यको ढोका त खोल्छ, तर यसले राजनीतिक सौदाबाजी, अस्थिरता र सरकार निर्माणमा ढिलाइको जोखिम पनि बढाउँछ। गठबन्धन बन्नु मात्र ठूलो कुरा भएन, त्यो कति दिगो हुन्छ, कति न्यूनतम साझा कार्यक्रममा सहमत हुन्छन् भन्ने कुराले महत्त्व राख्छ। संविधानले बाटो देखाएको छ, तर त्यो बाटो हिँड्न राजनीतिक दलहरू कति परिपक्व छन् भन्ने प्रश्न सधैँ रहन्छ। तैपनि खण्डित जनादेशलाई सम्बोधन गर्ने यो एउटा महत्त्वपूर्ण लोकतान्त्रिक औजार हो। मानौ यो दोस्रो प्रयास पनि सफल भएन रे, दलहरू मिल्नै सकेनन् वा मिलेर पनि बहुमतको समर्थन जुटाउन सकेनन् भने नि, के त्यसपछि प्रक्रिया रोकिन्छ त? रोकिँदैन। संविधानले तेस्रो विकल्प पनि दिएको छ, जुन धारा 76 को उपधारा 3 मा छ। यदि उपधारा 2 अनुसार गठबन्धन सरकार बन्न सकेन वा बनेर पनि नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पाउन सकेनन् भने जुन 30 दिनभित्र लिनुपर्ने हुन्छ, तब राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको राजनीतिक दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। ए, सबैभन्दा ठुलो दलको नेता। तर उहाँसँग त सुरुमै बहुमत थिएन नि। यो त एक किसिमले अल्पमतको सरकार भयो। यसरी बनेको सरकारले कसरी काम गर्छ त? के उहाँले फेरि बहुमत सिद्ध गर्नुपर्छ?
हो, यो अल्पमतको सरकार हो र यसले पनि बहुमत सिद्ध गर्नै पर्छ। हाम्रो स्रोतमा उल्लेख भएअनुसार चाहिँ यसरी नियुक्त प्रधानमन्त्रीले नियुक्त भएको 10 दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्छ। हुन त सामान्य संवैधानिक व्यवस्था 30 दिनको हो, तर हामीले प्राप्त स्रोतमा 10 दिन भनिएकोले त्यसैलाई आधार मानौं। यो छोटो अवधिले उहाँलाई अन्य दलहरूलाई विश्वासमा लिएर वा तटस्थ बसाएर बहुमत जुटाउने अन्तिम अवसर दिन्छ। यहाँनिर संविधानको आशय के देखिन्छ भने सबैभन्दा ठूलो दललाई पनि सरकार बनाउने अवसर दिऊँ, तर उसले निश्चित समयभित्र सदनको विश्वास जित्न सक्नुपर्छ। नसके प्रक्रिया अगाडि बढ्छ। 10 दिन निकै छोटो र दबावपूर्ण समय रहेछ। यसले त राजनैतिक दौडधुप र के भन्छ सौदाबाजी झन बढाउला नि। यदि त्यो अवधिमा पनि विश्वासको मत पाउन सकेनन् भने के अब विकल्प सकियो त? अझै एउटा विकल्प बाँकी छ, जुन निकै रोचक र अलि फरक प्रकृतिको छ। धारा 76 को उपधारा 5 अनुसार यदि उपधारा 3 बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सकेनन् भने कुनै पनि प्रतिनिधि सभा सदस्य, यहाँ ध्यान दिनुपर्छ, दलको नेता हुनै पर्छ भन्ने छैन, जसले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्छ, राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछन्। कुनै पनि सदस्य जसले बहुमतको आधार देखाउन सक्छ, यो आधार भनेको के हो र यसमा दलको भूमिका के हो? यसले त सांसदहरूलाई पार्टीको निर्णयभन्दा बाहिर गएर पनि सरकार बनाउन छुट दिए जस्तो सुनिन्छ नि। अलि अनौठो लाग्यो। हो, यो उपधाराको व्याख्या र प्रयोग निकै चाखलाग्दो र कहिलेकाहीँ विवादास्पद पनि भएको छ। आधार प्रस्तुत गर्ने भन्नाले सामान्यतया बहुमत सदस्यहरूको हस्ताक्षर सहितको दाबीलाई बुझिन्छ। यसको एउटा व्याख्या के छ भने यो अवस्थामा दलीय निर्देशन मतलब व्हिप नलाग्न सक्छ र सांसदहरूले आफ्नो विवेक प्रयोग गरेर दलीय सीमाभन्दा माथि उठेर देशलाई सरकार दिन सक्छन्। यो परिकल्पना किन राखियो होला भन्दा सायद संसद विघटन जस्तो अन्तिम अवस्थामा जानु अघि सरकार गठनको हरेक सम्भावनालाई टटोल्ने प्रयास हो। तर यसले सांसदहरूको खरिद बिक्री वा अस्थिरता निम्त्याउने जोखिम पनि उत्तिकै बोकेको हुन्छ। यो वास्तवमा राजनीतिक समीकरण र गठबन्धन निर्माणको खेलको अन्तिम अलि अप्रत्याशित चरण हो। ओहो, यो त निकै नाटकीय अवस्था रहेछ। सांसदहरूको व्यक्तिगत निष्ठा र विवेकको परीक्षण हुने जस्तो। तर यो प्रयास पनि असफल भयो भने नि, मानव कसैले आधार प्रस्तुत गर्न सकेन वा नियुक्त भएर पनि विश्वासको मत पाएन भने त्यसपछि त पक्कै बाटो सकियो होला। हो, यो चाहिँ सरकार गठनको अन्तिम प्रयास हो। यदि उपधारा 5 बमोजिम नियुक्त प्रधानमन्त्रीले पनि विश्वासको मत प्राप्त गर्न सकेनन् भने बल्ल संविधानको धारा 76 को उपधारा 7 आकर्षित हुन्छ। यस अनुसार अब प्रधानमन्त्री, जो उपधारा 5 बमोजिम नियुक्त भएका थिए, को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी 6 महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नुपर्छ। बल्ल आयो संसद विघटन र नयाँ चुनावको कुरा। भनेपछि यो चाहिँ पुरै प्रक्रिया असफल भएपछिको अन्तिम निकास भयो होइन त? हो, यो अन्तिम निकास हो। यसको खास संवैधानिक महत्त्व चाहिँ के होला त? किन राखियो होला यो व्यवस्था? भित्रबाट सरकार दिन असफल हुन्छ, मतलब कुनै पनि दल वा सदस्यले बहुमत जुटाउन सक्दैन, तब यसले के संकेत गर्छ भने वर्तमान संसदले जनादेशलाई सरकारमा रूपान्तरण गर्न सकेन। यस्तो गतिरोधको अन्त्यका लागि सार्वभौम सत्ता सम्पन्न जनताबाट नै नयाँ जनादेश लिनुपर्ने हुन्छ। यो लोकतान्त्रिक प्रक्रियाको एउटा महत्त्वपूर्ण चक्र हो, जहाँ अन्तिम निर्णयकर्ता फेरि जनता नै हुन्छन्। यद्यपि यसले मुलुकलाई चुनावी खर्च, राजनीतिक अस्थिरता र काम चलाउ सरकारको अवधिमा धकेल्छ। त्यो चाहिँ यसको नकारात्मक पक्ष हो। यो नियुक्ति प्रक्रियाको चरणबद्ध यात्रा त अब स्पष्ट भयो, तर प्रधानमन्त्री पदका लागि योग्य हुनलाई संविधानले के कस्ता शर्तहरू राखेको छ? के प्रतिनिधि सभाको कुनै पनि सदस्य स्वतः योग्य हुन्छ? हुँदैन। धारा 76 र अन्य सम्बन्धित धाराहरूले केही निश्चित योग्यताहरू
तोकेका छन्। पहिलो र सबैभन्दा महत्त्वपूर्ण, प्रधानमन्त्री हुन चाहने व्यक्ति प्रतिनिधि सभाको सदस्य हुनै पर्छ। मन्त्रीहरू गैर सांसद पनि 6 महिनाका लागि बन्न सक्ने व्यवस्था छ नि। हो। तर प्रधानमन्त्री चाहिँ सदनबाटै चुनिनुपर्छ। यसको पछाडिको तर्क के हो भने सरकार प्रमुख सिधै जनताद्वारा निर्वाचित प्रतिनिधिहरूको सदनप्रति उत्तरदायी हुनुपर्छ। अर्थात् संसदीय उत्तरदायित्व सुनिश्चित गर्न यो आवश्यक भयो। अरू के छन् त योग्यता? दोस्रो, उम्मेद्वार नेपालको नागरिक हुनै पर्यो। यो त अब भनिराख्नु परेन। तेस्रो, उनी प्रतिनिधि सभा सदस्यका लागि योग्य हुनुपर्छ। मतलब कानूनले तोकेको अयोग्यताहरू जस्तो नैतिक पतनदेखि नै फौजदारी अभियोगमा सजाय पाएको, लाभको पदमा रहेको, यस्तो हुनु हुँदैन। र चौथो, संविधानप्रति निष्ठावान हुनुपर्ने र कुनै संविधान विरोधी गतिविधिमा संलग्न नभएको हुनुपर्ने भन्ने नैतिक र कानूनी अपेक्षा रहन्छ। किनभने प्रधानमन्त्रीले संविधानको पालना गर्ने र गराउने मुख्य दायित्व बोकेको हुन्छ। हो, संविधानको रक्षा र संसदीय प्रणालीको मर्म जोगाउन यी योग्यताहरू महत्त्वपूर्ण देखिन्छन्। अब नियुक्त भइसकेपछि प्रधानमन्त्रीको कार्यकाल र जिम्मेवारीबारे पनि थोरै कुरा गरौँ न। उहाँ कति समयसम्म पदमा रहनुहुन्छ? हेर्नुस्, प्रधानमन्त्रीको कार्यकाल निश्चित हुँदैन। यो प्रतिनिधि सभाको विश्वासमा निर्भर रहन्छ। सैद्धान्तिक रूपमा प्रतिनिधि सभाको पूरा कार्यकाल मतलब बढीमा 5 वर्षसम्म रहन सक्नुहुन्छ। तर यदि प्रतिनिधि सभा विघटन भएमा वा प्रधानमन्त्रीले विश्वासको मत गुमाएमा, जुन अविश्वासको प्रस्ताव पारित भएर वा विश्वासको मत लिँदा असफल भएर हुन सक्छ, वा उहाँले राजीनामा दिएमा, वा उहाँ प्रतिनिधि सभा सदस्य नरहेमा, वा उहाँको निधन भएमा उहाँको पद रिक्त हुन्छ। त्यसैले कार्यकाल सधैँ प्रतिनिधि सभाको विश्वासमा टिकेको हुन्छ। भनेपछि नियुक्ति जति महत्त्वपूर्ण छ, सदनको विश्वास कायम राखिराख्नु त्योभन्दा पनि बढी महत्त्वपूर्ण रहेछ। उहाँका मुख्य जिम्मेवारीहरू के हुन् त? प्रधानमन्त्री मुलुकको प्रमुख कार्यकारी हुनुहुन्छ। उहाँको नेतृत्वमा मन्त्री परिषद गठन हुन्छ। उहाँले नै मन्त्रीहरू नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नुहुन्छ र उनीहरूलाई कार्यविभाजन गर्नुहुन्छ। मन्त्री परिषदले नै देशको शासन व्यवस्था सञ्चालन गर्ने, नीति तथा कार्यक्रम बनाउने, बजेट ल्याउने, कानून कार्यान्वयन गर्ने जस्ता सम्पूर्ण कार्यकारी अधिकार प्रयोग गर्छ। प्रधानमन्त्रीले मन्त्री परिषदको बैठकको अध्यक्षता गर्ने, सरकारका काम कारबाहीको समन्वय र निर्देशन गर्ने र समग्रमा सरकारको नेतृत्व गर्ने भूमिका खेल्नुहुन्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, प्रधानमन्त्री र उहाँको मन्त्री परिषद व्यक्तिगत र सामूहिक रूपमा सङ्घीय संसदप्रति, खास गरी प्रतिनिधि सभाप्रति पूर्ण रूपमा जवाबदेही हुन्छन्। यसको मतलब शक्तिसँगै ठूलो उत्तरदायित्व पनि जोडिएको छ र त्यो उत्तरदायित्व जनताका प्रतिनिधिहरूप्रति छ। संविधानले केवल नियुक्ति प्रक्रिया मात्र होइन, प्रधानमन्त्रीको भूमिका, शक्ति र सीमा पनि स्पष्ट पारेको देखिन्छ। एकदम। संसदीय प्रणालीको सुन्दरता नै यही हो। कार्यकारी प्रमुख व्यवस्थापिकाबाटै आउने र उसैप्रति जवाफदेही हुने। यसले शक्ति पृथकीकरण र सन्तुलन कायम राख्न मद्दत गर्छ। संविधानले यो संरचना मार्फत एकातिर कार्यकारीलाई काम गर्ने अधिकार दिएको छ भने अर्कोतिर त्यसलाई निरङ्कुश हुनबाट रोक्ने संयन्त्र पनि बनाएको छ। ल त, आज हामीले नेपालको संविधानमा प्रधानमन्त्री नियुक्ति सम्बन्धी व्यवस्थाको गहिराईमा पुग्ने प्रयास गर्यौं। स्पष्ट बहुमतदेखि लिएर गठबन्धन, ठूलो दल, कुनै पनि सदस्यले बहुमत जुटाउने प्रयास र अन्ततः संसद विघटन गरी नयाँ जनादेशमा जानेसम्मका चरणबद्ध विकल्पहरू रहेछन्। साथै प्रधानमन्त्रीका लागि आवश्यक योग्यता, कार्यकाल र उहाँले वहन गर्नुपर्ने महत्त्वपूर्ण जिम्मेवारीबारे पनि छलफल गर्यौं। संविधानले सकेसम्म स्पष्ट खाका कोड्ने प्रयास गरेको प्रष्टै देखिन्छ। हो, यो संवैधानिक खाकाले सैद्धान्तिक रूपमा स्थिरता र प्रतिनिधित्व बीच सन्तुलन खोजेको देखिन्छ। बहुमतलाई सम्मान गर्ने तर बहुमत नहुँदा पनि सरकार बन्ने विकल्पहरू दिने प्रयास छ। तर यहाँ मनन गर्नुपर्ने कुरा के हो भने यी संवैधानिक व्यवस्थाहरूले व्यवहारमा कस्तो राजनीतिक संस्कृतिलाई प्रोत्साहित गरिरहेका छन्। के यिनले साँच्चै राजनीतिक स्थिरता ल्याउन सकेका छन् वा झन बढी गठबन्धनको जोड घटाउ र अस्थिरतालाई मलजल गरिरहेका छन्? धारा 76 का विभिन्न उपधाराहरूको प्रयोगले विगतमा देखाएका जटिलताहरू छन् नि। छन्।
जस्तै सरकार गठनमा हुने ढिलाइ, बारम्बार विश्वासको मत लिनुपर्ने अवस्था वा उपधारा 5 को प्रयोगमा देखिने अस्पष्टता र विवादहरू। यिनले संविधानको अक्षर र भावना बीचको खाडललाई पनि देखाउँछन्। साँच्चै विचारणीय प्रश्न। संविधानका अक्षरहरू जतिसुकै स्पष्ट भए पनि तिनको कार्यान्वयन त राजनीतिक पात्रहरूको नियत, व्यवहार र समग्र राजनीतिक परिवेशमा निर्भर गर्दो रहेछ। यी चरणबद्ध संवैधानिक प्रक्रियाहरू कागजमा जति तार्किक देखिए पनि वास्तविक राजनीतिक मैदानमा यिनीहरूले कस्ता जटिलता, कस्ता अवसर अनि कस्ता विकृतिहरू सृजना गरिरहेका छन् होला। के यो प्रणालीले साँच्चै नै नेपाली जनताको स्थिर र प्रभावकारी सरकार पाउने आकांक्षालाई सम्बोधन गर्न सकेको छ त? यो प्रश्न चाहिँ आजको हाम्रो विश्लेषणपछि झनै गहिरो बनेर मनमा रहिरहने भयो।